सो गाइज माइसेल्फ सुजर वेलकम ब्याक टु माई च्यानल। आज चाहिँ मैले फोन स्ट्यान्ड बनाउँछु, क्यामेरा स्ट्यान्ड जुन चाहिँ युट्युब भिडियो खिच्नको लागि सजिलो तरिकाले मैले फोन स्ट्यान्ड बनाउने सुनको सामान चाहिँ यहाँ छ, देख्न सक्नुहुन्छ। यो 5 फिट जतिको यो रड छ। तपाईले यसलाई बाँस पनि प्रयोग गर्न सक्नुहुन्छ। मैले यो सिधा र बलियो हुन्छ भनेर मैले यो रड प्रयोग गरेको छु। यो चाहिँ 5 फिटको छ। यहाँ छ यो तार, यो दुईटा रड, अनि यो चाहिँ सिमेन्टी, अनि यो चाहिँ यसको सिमेन्टीको मिक्सचर बनाउनको लागि मैले यो प्रयोग गर्नेछु। अनि बिचमा चाहिँ एउटा सानो लोड राख्नको लागि, यति जति लोड राख्नको लागि मैले सिमेन्टीको प्रयोग गरेको छु। लोड राख्नेछु तलको अड्डाउनको लागि। अब म बनाउन सुरु गर्छु। सो यो चाहिँ स्यान्ड हो। स्यान्ड र सिमेन्टको म पहिला मिक्सचर बनाउँछु। सक्नुहुन्छ मैले यो रडलाई चाहिँ यसरी सिधा अड्डाएर राखिदिएको छु लट्ठीले बाँधेर। अब चाहिँ म यो मैले बनाएको अघि सिमेन्ट र बालुवाको मिक्सचर हालिदिन्छु यहाँ। अब चाहिँ म यो रड देख्न सक्नुहुन्छ। यो रड चाहिँ म अब यो यहाँ बिचमा, यसलाई चाहिँ म यसरी यहाँ बिचमा हालिदिन्छु। यो हालिदियो भने चाहिँ सिमेन्टीलाई यसरी सिमेन्टीले यसलाई समातेर बलियो बन्छ। देख्न सक्नुहुन्छ मैले यो रड चाहिँ यसलाई यहाँ भित्र हालिदिइसकेको छु। अब यो तारले म यसलाई र यसलाई बाँधिदिन्छु। यो बाँध्यो भने चाहिँ तपाईँको यसलाई समातेर सिमेन्टीले समात्दाखेरि तपाईँको यो स्ट्यान्ड चाहिँ बलियो हुन्छ। सक्नुहुन्छ मैले यसलाई यो रडले बाँधिसकेको छु। अब म यो सिमेन्टीको यो मिक्सचर हालिदिन्छु। गरेपछि चाहिँ यस्तो मोबाइल राख्नको लागि यस्तो दुईटा बनाउनुहोस् यसरी। यस्तो दुईटा बनायो भने चाहिँ यो टिकटक भिडियो खिच्नको लागि पनि हुन्छ, युट्युब भिडियो खिच्नको लागि पनि हुन्छ। सो यो यस्तो दुईटा बनाएर यसलाई यसरी माथि यहाँ अड्डाउनुहोस्। यसलाई चाहिँ छड्के पारेर यसरी राखेर अनि टेपले यसरी टालिदिनुहोस्। यो छड्के पारेर यसलाई यसरी टेपले टालिदिनुहोस्। सक्नुहुन्छ यो चाहिँ टिकटक भिडियोको स्ट्यान्डबाट हो। यसरी यो चाहिँ टिकटक भिडियो अघि बनाएको टिकटक भिडियोको स्ट्यान्डबाट हो। कस्तो आएको देख्न सक्नुहुन्छ। मैले खिचेको यो भिडियो चाहिँ यही अघि बनाएको क्यामेरा स्ट्यान्डबाटै हो। कस्तो आएको हेर्न सक्नुहुन्छ। यो चाहिँ तपाईँको यो लेस कस्टलीबाट नि बन्छ। यो एकदम सस्तोमा छ, सस्तो पैसाले बन्छ। यो राम्रो लाग्यो लाइक गरिदिनुहोस्, च्यानल राम्रो लाग्यो सब्सक्राइब गरिदिनुहोस्। अब आउने भिडियोमा यस्तै एक्सपेरिमेन्ट चाहनुहुन्छ भने कमेन्ट गरिदिनुहोस्। र यो स्ट्यान्ड अरू साथीहरूलाई देखाउन चाहनुहुन्छ भने सेयर पनि गरिदिनु होला। थ्याङ्क यू फर वाचिङ।